एउटा चाहिँ बक्स यो अलि स्ट्यान्डर्ड क्वालिटीको। यो दराज अहिले नम्बर 1 लाग्यो मलाई। तपाईले धेरै मिहिनेत गरेर बनाउनु भयो। यस्तो मान्छे सितिमिति 100 मा 1% मिल्छ। तर यो भाइको सिप हेर्नुस्, मेरो घरमा यस्तो 3टा बनाइसक्यो। 3टामा यो सबभन्दा टपमा यो मलाई लाएर हजुरलाई चाहिँ मैले इन्फर्मेसन दिएको। सम्पर्क गर्नु भने तपाईलाई यो भाइले जहाँ भने है आएर बनाउन सक्नुहुन्छ। ल है गाइजहरु, हेर्न सक्नुहुन्छ यो 8x7 को दराज, दुईटा कलर कम्बिनेसन मिलाएर बनाएको। हेर्न सक्नुहुन्छ कस्तो लुक्स छ। दुईटा तल ड्रोवर छ अनि बिचमा एउटा ड्रेसिङ टेबल जस्तो, अनि साइडमा दुईटा थापा भएको दराज छ, अनि माथि एउटा सिङ्गै 7x2 को चिटिक्क परेको दराज भित्र हेर्न सक्नुहुन्छ। भित्र हेर्न सक्नुहुन्छ यहाँ एउटा ह्याङ्गर छ माथि, अनि तल तपाईँ सुटकेस अथवा कपडाहरू पट्याएर राख्न सक्नुहुन्छ। अनि यता साइडमा हेर्न सक्नुहुन्छ एकदम भिआइपी क्वालिटीको त्यो छिस्किनी हाल्यो, अनि अटो कब्जामा सबै काम गरेको छ। तल नि हेर्न सक्नुहुन्छ। अनि यो बिचमा यो ड्रेसिङ टेबल जस्तो हेर्न सक्नुहुन्छ। यहाँ भित्र यस्तो छ, ऐना हालिएको छ, अनि तल दुईटा ड्रोवर च्यानलमा छ। यो तल पनि हेर्न सक्नुहुन्छ। अनि यो साइडमा फेरि यता नि ह्याङ्गर छ, दुई साइडमै ह्याङ्गर छ। अनि यसको तल यहाँ हेर्न सक्नुहुन्छ यो एउटा सेप बक्स छ, यो अलि स्ट्यान्डर्ड क्वालिटीको। तल तपाईँको सेक्रेट हुन्छ। ढोका बन्द गरेपछि यस्तो लुक्स यसको देखिरह। मन पर्यो भने यसो सम्पर्क गर्नु। माथिको हेर्न सक्नुहुन्छ पुरै एकदम हङ्गै छ। माथि हेर्न सक्नुहुन्छ पुरै एकदम हङ्गै छ। तपाईँ यसमा सुटकेस, सिरक दस्न सक्न जे छ तपाईँको ठुलो त्यस्तो मेटेरियलहरू कहिले काहीँ युज हुने यहाँ माथि चाहिँ मिलाएर यसो चट्ट राख्न सक्नुहुन्छ। अनि फर्माइकाको फिनिसिङ हेर्नु, मन पर्यो भने सम्पर्क गर्नु। अनि यो दराज अहिले नम्बर 1 लाग्यो मलाई। तपाईले धेरै मिहिनेत गरेर बनाउनु भयो। यस्तो मान्छे सितिमिति 100 मा 1% मिल्छ। तर यो भाइको सिप हेर्नुस्, मेरो घरमा यस्तो 3टा बनाइसक्यो। 3टामा यो सबभन्दा टपमा यो मलाई लाएर हजुरलाई चाहिँ मैले इन्फर्मेसन दिएको। सम्पर्क गर्नु भने तपाईलाई यो भाइले जहाँ भने है आएर बनाउन सक्नुहुन्छ। धन्यवाद। ल त हेर्न सक्नुभयो यो घर धनीको जसको यो दराज बनाइयो। उहाँले आफ्नो मनको इच्छा के कस्तो लाग्यो यो दराजप्रति सबै कुरो भनिदिनु भयो। यसो राम्रो लाग्यो भने सम्पर्क गर्नु। धन्यवाद। यो दराज पुरै फोल्डिङ हो। यो पिस खुल्छ। अब यसलाई माथि लाने हो, टक्क रुममा राख्ने हो, अनि पुरा चट्ट परेको कोठा देखिन्छ। र यसलाई अब हामी खोलेर अब माथि लाने हो। लान सक्यो है निकालेर राख्नु। हेर